राजालाई यो कुरा चित्त बुझ्यो। सिद्धार्थ 16 वर्षको उमेरमा पुगिसकेको थियो। देवदह नगरकी परम सुन्दरी एवं राजा सुप्रबुद्धकी छोरी यशोधरा देवीसँग सिद्धार्थको विवाह गराइदियो। त्यसबेला यशोधरा देवीको उमेर पनि 16 वर्ष नै थियो। आफ्नो छोरा सिद्धार्थ कुमारलाई दरबारमै भुलाइराख्नको लागि उनका पिता राजा शुद्धोधनले हर तरहबाट प्रयत्न गरेका थिए। दरबारमै सबै सुख सुविधा आदि बन्दोबस्त मिलाइदिएका थिए। बाह्य संसारबाट अनभिज्ञ सिद्धार्थलाई दरबारमा बस्दा बस्दै वाक्क लागिसकेको थियो। दरबारको सुख ऐश्वर्यदेखि पनि उनलाई वैराग्य हुन्थ्यो। 29 वर्षको उमेर। दरबार बाहिर घुम्न जाने उनको इच्छा तीव्र भयो। यो कुरा शुद्धोधन राजालाई सुनाए। राजाको स्वीकृतिमा उनी नगर परिक्रमा गर्न निस्के। शुद्धोधन राजा आफ्नो पुत्र सिद्धार्थलाई दरबारमै बोलाएर राख्न चाहन्थे। दरबार छोडेर जान सक्ने सबै दृश्यबाट उनलाई टाढा नै राख्थे। त्यो दिन पनि उनले नगरभरि पूरा बन्दोबस्त र कड़ा पहरा राखिदिएको थियो। यसका बावजुद पनि कता कताबाट एकजना ज्यादै बुढो र निर्बल मान्छे बाटोमा आइपुग्यो। साह्रै अशक्त, जिउ कामिरहेको, लट्ठीको भरले बल बल आधा उभिन सकेको, कपाल सबै फुलेको, अनुहार सबै बिग्रिसकेको र हेर्दै घिनलाग्दो त्यो बुढो मान्छे। सिद्धार्थ कुमारले छन्दक सारथीसँग उसको बारेमा सोध्दछ। छन्दकद्वारा सबै प्राणीहरू स्वयं आफू पनि एक दिन त्यस्तै वृद्ध र अशक्त हुनुपर्ने कुरा सिद्धार्थ बोधिसत्वले थाहा पाए। यस्तो कुरा थाहा पाएर सिद्धार्थ कुमार तर्से पनि त्यहीबाट कहीं कतै नघुमी आफ्नै महलमै फर्के। दरबारमा बसिरहँदा पनि उनको मन मस्तिष्कमा त्यही बुढो मान्छे मात्र बार बार आइरहेको थियो। फेरि अर्को पल्ट सिद्धार्थ कुमार नगर घुम्नको लागि महलबाट निस्के। त्यो बेला पनि एकजना रोगले छटपटिरहेको, ठूलो कष्ट भोगिरहेको, दयनीय अवस्थाको मान्छे देखे। उसको बारेमा पनि छन्दक सारथीबाट सबै कुरा थाहा पाए। आफू पनि त्यस्तै रोगी हुनुपर्ने कुराले सिद्धार्थ कुमारलाई जीवनदेखि नै वैराग्य लाग्यो। उनी त्यो दिन पनि कहीं नघुमी महलमै फर्के। अब उनको मन मस्तिष्कमा उही बुढो मान्छे र उही रोगी मान्छे बार बार आइरह्यो। अनि आफू पनि त्यस्तै हुनुपर्ने कुराले आफैलाई वाक्क बनाइराख्यो। फेरि अर्को पल्ट सिद्धार्थ कुमार नगर घुम्नको लागि निस्के। नगर घुम्दै जाने क्रममा उनले एकजना मरेको मान्छेलाई देखे।
ती मृतकलाई 4 जना मानिसले काँधमा बोकेर मसानमा लगेको र काठको थुप्रोमा राखी पोलेर खरानी बनाएको दृश्य समेत देखे। छन्दक सारथीबाट प्रष्ट थाहा पाए आफ्नो हालत पनि एक दिन त्यस्तै हुनेछ। आफू पनि एक दिन त्यसरी नै मर्नुपर्छ, खरानी भएर नष्ट हुनुपर्छ। यो कुराले सिद्धार्थ कुमार झन वैराग्य बने। कतै कहीं नघुमी रमाइलो नगरी उनी खुरुक्क त्यहीबाट महलमै फर्के। उनलाई अब केही गर्दा पनि मनमा शान्ति भएन। केवल त्यही अशक्त बुढो मान्छे, रोगले छटपटी रहेको रोगी मान्छे, आफन्तहरूलाई ठुरू ठुरू रुवाएर मरेको र आगोले खरानी बनाएर गएको मान्छे। उनको मन मस्तिष्कमा त्यही दृश्यहरू मात्रै छाइरह्यो र वाक्क ब्याक्क दिक्क बनाइरह्यो। फेरि अर्को एकपल्ट सिद्धार्थ कुमार दरबारमा बस्न नसकेर नगर परिक्रमा गर्नको लागि निस्के। यसरी नगर घुम्दै जाने क्रममा उनले एकजना श्रमणलाई देखे। छन्दक सारथीबाट थाहा पाए श्रमण भनेको सांसारिक दुःखबाट मुक्त रहेको, बाटो खोज्नको लागि सबै घर गृहस्थी गृह जन्जाल छोडेर भिक्षामा जीविका गर्दै हिँडेको मानिस हो। श्रमणको बारेमा सुनेर सिद्धार्थ कुमारलाई ज्यादै खुसी लाग्यो। आफू पनि वृद्ध, रोगी र मरण हुन नपर्ने यस्तो बाटो खोज्नको लागि स्वयं पनि गृह त्यागी श्रमण हुने निश्चय गरे। उनलाई आज आनन्द लागिरहेको थियो।